यो गाइज वेलकम ब्याक टु माई द भिडियो। अहिले सबैजना सन्चै हुन्छ होला अनि म पनि अलिकति सन्चै छु भनौँ। 100मा 25% चाहिँ बिरामी छु अनि 75% चाहिँ म सन्चै छु भनौँ न होइन। अहिले चाहिँ त्यही दबाईहरू लिइरहेको छु त्यही हो। अनि आज ढिला नगरिकन अब के अरे कन्टेन्टतिर जाउँ। थम्बनेल र टाइटल हेरेर तपाईँले थाहा पाइ नै हाल्नुभयो होला आजको के गर्नेवाला छु म भनेर। आज चाहिँ के गर्ने भन्दाखेरि चाहिँ मेरो साइकलको चाहिँ पछाडिको ब्रेक ठोप्पा लागेको छैन। त्यही हो यो मेरो ब्रेक चाहिँ किन लागेन भन्दाखेरि मेरो ब्रेक त हाइड्रोलिक ब्रेक हो नि त। अनि तेल सक्यो भने पनि लाग्दैन क्या, यहाँ तेल हुन्छ, तेल सक्यो भने पनि ब्रेक लाग्दैन। तेल सक्या हो क्या मलाई थाहा छ जहाँसम्म लाग्छ। अनि त्यही हो आज चाहिँ हामी यहाँबाट साइकल पसल यतातिर मेरो घरको एरियातिर नि यो एरियातिर नि 4-5वटा चाहिँ साइकल पसल छ। तर यतातिर पाउँदैन होला क्या हाइड्रोलिक ओइल। यतातिर पाएन भने चाहिँ आकाशधारा जानुपर्छ राजकुमार दाईको सपमा, त्यता चाहिँ फिक्स पाउँछ क्या। म योभन्दा 2 वर्ष अगाडि जाँदैखेरि त्यहाँ भन्नुभएको थियो राजकुमार दाईले त्यहाँ त पाउँछ नि अब होइन। माथि मान्छे छ क्या, माथि मान्छे छ होइन। त्यही हो राजकुमार दाईकोमा चाहिँ पाउँछ होला। अब त्यहाँ जाउँ होइन। त्यही त हो नि। आज यो साइकलको पुरा ब्रेक स्रेक बनाएर अनि अब एउटा ग्रोप्रो किन्ने भन्ने सोचेको छु। त्यही पछि चाहिँ अनि टक्क होइन भिडियो हाल्ने भन्ने सोचिरहेको छु। त्यही हो अब यहाँबाट निक्ल्यौँ होइन। त्यही त हो नि। अब यहाँबाट निक्लेर यसो साइकल पसलहरूमा सोध्दै जाने। यताबाट पाएन भने चाहिँ यतातिर पाएन भने चाहिँ राजकुमार दाईकै सपमा जाने भनेर बसिरहेको छु। कसैलाई साइकल किन्नु छ भने होइन यो म बेचिदिन्छु क्या एकदमै सस्तोमा मिलाएर। त्यही त हो नि। अब यहाँबाट चाहिँ निस्क्यौँ है यो गाइस। अनि म चाहिँ यहाँबाट साइकल पसलमा जाँदै थिएँ, भाइहरूलाई भेटाएँ। एकछिन नचल, भाइहरूलाई भेटाएँ होइन बाटोमा। त्यही त हो नि। भाइहरूलाई एकछिन साइकल चलाउने अरे होइन। त्यही हो एकछिन चलाउनु दिउँ। दाईको च्यानल सब्सक्राइब गरिदियो भन केटा। दाईको च्यानल सब्सक्राइब गरिदियो भन न। ल एउटा थम्बनेलको लागि है त अलिकति नजिक आऊ त भाइ। थम्बनेलको लागि एउटा फोटो खिचिदिउँ न भने यस्तो गर सबैजना। ल बबाल ल जो साइकल चलाऊ। भाइ चाहिँ साइकल चलाउने धेरै टाढा नलगायो यतैबाट यता लिएर उता नलगायो त्यही घुमाऊ। भाइ चाहिँ साइकल चलाउनु रे। अनि दिदीको तिम्रो नाम के हो भाइ? अनि तिम्रो? अनि यो त आफ्नै भइहाल्यो नि लुक छ होइन। त्यही त हो नि होइन। अनि त्यो भाइले चाहिँ साइकल चलाउने अरे अनि दिदीको नि होइन। अनि यो खिचेर म जानु लागेको अघि चाहिँ म एक्लै थिएँ बाटोमा यो भाइलाई भेटेँ होइन। अब यो भाइ र म जाने राजकुमार दाईको पसलमा अनि त्यो ब्रेक बनाउने होइन। आम्मा ह्यान्सी रहेछ नि केटाहरू कि फुटबल खेलिरहेको। त्यही हो। ल भाइ स्लाइड हान्न त खतरा। त्यही त हो नि। ल जाऊ चल। गाडीले हान्ला बिस्तारी। त्यही त हो नि। भाइहरू चाहिँ त्यही साइकल चलाइरहेको छ। अब एकछिन चलाउनु दिउँ अनि त्यसपछि हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। यो खुच्चेर म जाने क्या। खै त देखि नै छोडिस् त कालो देखिँदो। त्यही त हो नि। एमडिबी मनोज सर्च गर न आइहाल्छ नि हौ। आम्मा भाइहरूले चाहिँ सब्सक्राइब हानेर हिँड्छ क्या मेरो युट्युब च्यानलहरू। त्यही त नि। अब मेरो चाहिँ 115 सब्सक्राइबर पुगिसक्यो। थ्याङ्क यू फर द्याट होइन। त्यही हो भाइहरू चाहिँ एकछिन साइकल चलाउँदैछ। साइकल चलाएपछि अब यहाँबाट निस्किनु पर्ने हुन्छ। के केटा हो त्यही भाइहरूलाई चाहिँ चलाउनु पुग्यो अरे। अब हामी यहाँबाट चल्नुपर्ने हुन्छ। ल गएको ल भाइ गएको ल। ल एकचोटि फेरि सब्सक्राइब हानिदिनु भन ठुलो छले। ल ठिक छ ल जाउँ हिँड बस। अब यो चाहिँ यहाँ बस्छ क्या टक्कसँग निक्लिम। ल गएको ल केटा हो। अब केटाहरू चाहिँ गइसक्यो। अब हामी यहाँबाट निस्क्यौँ होइन टक्कसँग। अब यसरी एउटा हातले मजाले के साइकल चलाउनु। अब डाइरेक्ट साइकल पसलमा भेट्यौँ है केटा हो। त्यही त हो नि। हामी चाहिँ साइकल पसलको नजिक आइसक्यो। अब सोधौँ होइन पाउँछ कि पाउँदैन। के झगडा परेर क्या हामीलाई बाल छैन। झगडा परोस् कि जेसुकै परोस् हामी चाहिँ आफ्नो कामतिर लागौँ। यहीँ अगाडि एउटा साइकल पसल छ क्या, यहाँ पाउँछ कि पाउँदैन सोधौँ होइन। दाइ हाइड्रोलिक ब्रेकको ओइल छ? हाइड्रोलिक ब्रेकको ओइल छैन रहेछ। त्यही त हो नि। अब यहाँबाट चाहिँ राजकुमार दाईकोमै हिँड्नुपर्छ जस्तो यस्तो सानो ठाउँमा पाउँदैन क्या। माउन्टेन बाइकहरू बनाउने ठाउँमै पाउँछ। रहेनछ त्यहाँ चाहिँ रहेनछ। त्यही त हो नि। अब यताबाट तल पुग्दिउँ होइन। ल ह्यान्डल कभर गर्दै एकछिन म थाकेँ। यो डराउँछ क्या ह्यान्डल चलाउने। हाई गाइज भन्दै यो लजाइरहेको छ क्या। त्यही त हो नि। अब यहाँबाट तल छिर्दिउँ होइन। यहाँबाट चाहिँ तल पुग्नुपर्ने हुन्छ। यहाँबाट तल टक्कसँग
एउटा हातले साइकल चलाइरहेको छु होइन, पछाडिकै ब्रेक लाग्दैन, त्यही माथि पछाडिकै ब्रेकको हात समातिरहेको छु क्या म चाहिँ। त्यहाँ मेरो मोबाइल पसलमा नि एउटा सानो काम छ, मैले त्यहाँ लेन्स अर्डर गर्दा थिएँ, लेन्स अर्डर गराएको छु। आयो कि आएन हेरौँ के हुन्छ। मेरो एङ्गल चाहिँ अलिकति एरिया अलिक थोरै कभर गर्छ क्या मेरो क्यामेरा चाहिँ, अनि मैले चाहिँ वाइड एङ्गल लेन्स अर्डर गरेको थिएँ, त्यही हो। हेरौँ आएको छ कि छैन, आइसक्यो होला जहाँसम्म लाग्छ होइन। अनि म चाहिँ मोबाइल पसलमा छिरिसकेँ, भिडियो बनाएको भिडियो भएर रहेनछ। ओहो पठाउँदाको इन्कम भन्दै रहन्छ, त्यही त हो नि। भिडियो बनाएको थिएँ मैले मोबाइल पसलमा चाहिँ आएकै रहन्छ माउन्ट, अनि त्यही हो। अब 1-2 दिन वेट गर भन्नुभएको छ, आज रातिसम्म आउँछ जस्तो लागिरह। त्यही हो, आएन भने चाहिँ मैले चेस्ट माउन्ट अर्डर गरेको छु फर भिडियो भ्लगिङ गर्नको लागि। त्यही अब यहाँ तल पनि एउटा साइकल पसल छ, चल्दिउँ भनेको। बिस्तारी यसले चाहिँ साइकल चलाइरहेको छ, मलाई चाहिँ अल्छी लाग्यो साइकल चलाउनु होइन। ओह्राले चाहिँ मजा छ नि यसलाई। त्यहीँ अगाडि चाहिँ हाम्रो एउटा साइकल पसल छ, त्यता एकचोटि सोधेँ हेरौँ, पाएन भने अनि त्यही त हो नि होइन। पाएन भने यताबाट डाइरेक्ट हामी राजकुमार दाइको पसलमा जाने, त्यही त हो नि। गाह्रो भइरहेको छ केटा, रुगासुगा लागेर। त्यही हो, पुगिसक्यो त्यो चाहिँ। अब म पनि बिस्तारै पुगिनै त हाल्छु नि। माउन्ट 1 हप्ता भइसक्यो, लेन्स अर्डर गरेँ अझैसम्म भेटेको छैन भन्छ। कहिले न्यु इयर भनिदिन्छ, हिजो न्यु इयर थियो नि त, अनि त्यही बाहाना बनाए जस्तो लागिरहेको क्या। कहिले न्यु इयर भनिदिन्छ, कहिले शनिबार भन्छ। सामान अर्डर गरेको 1 हप्ता 2 हप्ता भइसक्यो, अझैसम्म सामान आएको छैन, त्यही हो। खै त यहाँको मान्छे यही हो होइन। अब यहाँ चाहिँ लास्ट हो, यहाँ पाएन भने चाहिँ डाइरेक्ट हामी राजकुमार दाइकोमा जाने हो। त्यही त हो नि, राजकुमार दाइकोमा कसम पाउँछ त्यहाँ चाहिँ, सबजना हेर्दै हाँसिदिन्छ, मान्छे छैन, त्यही हो। अब यहाँ सोचौँ, त्यही पछि होइन हेरौँ होइन। खै कुरेको 2-3 मिनट भइसक्यो, यो दाइलाई सोधौँ न होइन। कुरेको 2-3 मिनट भइसक्यो, खै मान्छे कहाँ गइसक्यो थाहा छैन होइन। एकचोटि यतापट्टिको दाइहरूलाई सोधौँ, अनि भेट्यो भने। हेलो दाइ, यहाँको मान्छे कहाँ छ? यहाँको मान्छे ए खाना खान जाँदै, हो सब खाना खाँदै जाँदैछ अरे। अब हामी उतै गएर हालौँ, बस अगाडि। गाइज म चाहिँ एकदमै थाकेँ होइन। त्यही हो, राजकुमार दाइको पसल पनि आउँदैछ, यहीँ माथि हो राजकुमार दाइको पसल चाहिँ। त्यही हो, थाकेँ क्या म चाहिँ। साइकलहरू उडाए पनि उकालो पनि चढ्दैछु, अनि त्यही हो थाकी पनि भएको छु। राजकुमार दाइको पसल चाहिँ यहीँ माथि हो, अनि त्यसले चाहिँ साइकल लिएर पुगिसक्यो क्या। त्यो चाहिँ माथि गेटको अगाडि साइकल लिएर पुगिसक्यो। म त्यहाँ पुग्नुपर्ने हुन्छ। पुगेपछि त्यहाँ सोध्नुपर्छ पहिला चाहिँ फेरिभन्दा अगाडि, फेरि पछि फेरि पैसा पुगेन भने ल्याङ हुन्छ। त्यो उहाँ माथि पुगौँ, सोधौँ पहिला, सोधेर कति दिनुहुन्छ, त्यही पछि टक्कसँग फेरौँ। त्यही हो, म चाहिँ आइसकेको छु, यहीँ हो। राजकुमार दाइ पनि यहीँ हुन्छ क्या, ल हिँड्न, यहीँ हो क्या, साइकल लिएर आइज। ए गाई छ नि, अहिले चाहिँ म आइसकेको छु। ल इन्टु दाइलाई भेटिदिएर, इन्टु दाइ बिग फ्यान हो नि त गाई। इन्टु दाइलाई चाहिँ भेटिसकेको छ हाम्रो, इन्टु दाइलाई भेट्यो यार। गाई थाहा कस्तो भइरहेको छ कि इन्टु दाइलाई भेटिरहेको छ। अब त्यही हो, साइकल बनाऊँ टक्कसँग। गाइज मैले चाहिँ भिडियो बनाउन पाएँ त्यहाँभित्र चाहिँ, किनभने त्यहाँभित्र चाहिँ भिडियो बनाउन नमिल्ने रहेछ क्या, पर्मिसन लिनुपर्ने रहेछ। अनि मैले पर्मिसन ल्याएको थिइनँ नि त, डाइरेक्ट त्यसरी बनाऊ। अनि त्यहाँ चाहिँ म्यानेजर सर आएर चाहिँ यस्तो यस्तो भन्नुभयो, तर केही छैन, ठिकै भन्नुभयो, पर्मिसन लिएर बनाउने हो भिडियो त। अनि मैले पर्मिसन नलिकन बनाएको थिएँ, त्यही भएर मैले चाहिँ साइकल चाहिँ बनाइसकेको छु होइन। साइकल चाहिँ ह्यान्सी भएको छ हाम्रो, ब्रेकको यो चाहिँ भाँच्यो होइन, यहीँ तपाईँहरूले देखिरहनु भयो होला, यो चाहिँ भाँच्यो कि यहाँ भाँच्यो। भोलि फेर्न आऊ भन्नुभएको छ। अरू त अल गुड छ होइन साइकल। ओ साइकलै ढल्दिएर यार, साइकल चाहिँ बनिसक्यो। झगडा खेलिरहेको छ क्या तिनीहरू, उहाँ कता गइसक्यो झगडा खेल्दै। त्यो साइकल चाहिँ फिल भइसक्यो हाम्रो ब्रेकमा तेल चाहिँ, फिल भइसक्यो। कस्तो कुकुर पनि कहाँ बसेको, जस हाम्रो त्यो ब्रेक चाहिँ बनिसकेको छ। अनि त्यही अलिकति भाँचिएको छ, भोलि चाहिँ म्यानेजर सरले चाहिँ बनाउन आऊ भन्नुभएको छ। फेरि भोलि एकचोटि जानुपर्ने हुन्छ, त्यति हो। अरू चाहिँ मैले भ्लग बनाउनै पाएन, लङ सोचे जस्तो होइन। भोलि
त्यो भाँचिएको छ। भोलि चाहिँ म्यानेजर सरले आऊ भन्नुभएको छ। अब भोलि म यहाँबाट निक्लेर जानुपर्ने हुन्छ। त्यही हो। अरू त के भन्नु, अब आज भिडियो लास्टै सर्ट भयो, सोचे भन्दा पनि लास्टै सर्ट भयो। त्यही हो, यति भन्दै अब भेटौँ अर्को भिडियोमा। इफ यु लाइक दिस अ भिडियो देन सब्सक्राइब माई च्यानल होइन गाइज, यस्तै भिडियो त आइरहेको हुन्छ। त्यही हो, यति भन्दै बाई।